बाह्रको प्रतिनिधित्व गर्दै अमृता गौतमलाई आफ्नो कविता वाचनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसपछि आफ्नो सिरोना वाचनको लागि तयारी अवस्थामा रहिदिनको लागि म सुदूरपश्चिमकी चेली करिश्मा हामीलाई तयारी अवस्थामा रहिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। अहिले भने कक्षा 12 लाई प्रतिनिधित्व गर्दै अमृता गौतम। यो मेरो नाम आको हो सर, यो पनि होस् एक हातले त्यो भयो। धन्यवाद कार्यक्रम सञ्चालक नवीन सर। आजको यस विदाई तथा शुभकामना कार्यक्रममा मेरो आफ्नो भनाइ कविताको रूपमा वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक रहेको छ साथी। हाँसी देऊ न साथी, छुट्ने बेला भएछ, नरुजाउ न परेली, जानै पर्ने भएछ। तिमी नै त थियौ साथी, कक्षा कार्य गृह कार्य नबुझेका कुरा बुझाउने। तिमी नै त थियौ साथी, कक्षा कार्य गृह कार्य नजानेको कुरा बुझाउने। साथीहरू हामी को कता हुनेछौँ, आशा राख्छु साथी, छुट्ने छैन हाम्रो नाता। आशा राख्छु छुट्ने छैन हाम्रो नाता। नआओस् तिम्रो जीवनमा दुःखको बेला, नआओस् तिम्रो जीवनमा दुःखको बेला। जित तिम्रै होस् जस्तो सुकै भए पनि जीवनको खेला। जित तिम्रै होस् जस्तो सुकै भए पनि जीवनको खेला। धन्यवाद।